I remember like it was today morning. And guess what? It was. जब म बिहान उठेर चिया बनाउन थालेँ अनि दुध हाल्न थालेँ र ब्रेकफास्ट रेडी गरेर पापाको स्याउ पिलिङ स्किल्सहरूलाई सिनेमेटिक सट हान्दै थिएँ। सिनेमेटिक सट हान्दा हान्दा मलाई स्पाइरल सिनेमेटिक सटले एकदम नोस्टैल्जिक फिलिङ दिइरहेको थियो र म हेरिरहेको थिएँ। इन बिट्विन चिया पाकिसकेको थियो अनि चिया मैले कपमा हालेँ। बाई द वे नेस्क्याफेले कुनै पनि स्पोन्सर गरेको छैन। इफ यु वान्ट टु डु इट म चियाको सट्टा कफी खान्छु। आफ्टर द्याट मुनाएको बिस्कुट लिएर बसेँ किनभने आई डोन्ट लाइक रोटी। तर बस्नुभन्दा अगाडि मेरो पेटमा गुर्र गर्न थाल्यो। त्यसैले मैले फिसिसहरूलाई हेरेर म पाइखानातर्फ लागेँ, एके टोइलेट। टोइलेटबाट निक्लिसकेपछि मास्टर उगवे र अरू माछाहरू एकदमै भोकाइसकेका जस्तो देखिए। त्यसैले मैले जिस्काएर उनीहरूलाई खाना हालिदिएँ। लिटरली यिनीहरू पोकेमोन जस्तो देखिन्छ। पोकेमोन एज अ ट्रेनर हैज अ चोइस बट खाजा गायब। द फर्स्ट सस्पेक्ट होपु द गोल्डन। हेर्दाखेरि इनोसेन्ट, एकदम सोझो गाई जस्तो र उसको पुच्छर जहिले पनि मेट्रोनम जस्तो। र यही मेट्रोनम जस्तो पुच्छर इन्भेस्टिगेसन गर्न हामी पुग्यौँ होप द गोल्डनको खोरमा। बट वेट, लाइटर? होपु के हो यो? लाइटर? ए होपु के हो यो? चुरो खान थालिस के हो? होपुले मलाई इग्नोर गरेको छ। अब यो नेक्स्ट एपिसोडमा नेक्स्ट कुरा। स्टिल आइ एम इनोसेन्ट भनिरहेको छ, हेर न त्यहाँ।